गर्नु है गाइस, ट्याप गर्नु सबैजनाले। मेरो फर्स्ट भिडियो हेर्नु, यसलाई बिलिपीलाई सपोर्ट गर्नु ल, ट्याप गर्नु ल गाइस। कसको मेसेज आयो? ए बुहारी कहाँ छौ बा तिमी? बुहारी देख्दिन कि मैले, कहाँ छौ बा? सुरु भइसक्यो फेरि। ए हजुर आमा, पकायो त बा, म त बेला सकेर आएँ। कस्तो ढाड दुख्यो, म त आज नसकेर पकाएन। हो र, बस बा आराम गर, मैले पकाउँछु। के गर्नु अब, आज बेलुका गरेन, म बुढी जुरा भन्न पाइन्न। बुहारी आऊ ल, खाना आऊ बा, ल बस खाऊ, सँगै बसेर खाऊ। डाक्टरलाई फोन गर्ने हो र बढी पर्दैन, एकछिन बसेपछि सन्चो हुन्छ। हल्का धुएको हो, एकछिन म सुत्छु, सुतेपछि सन्चो हुन्छ। आराम गर, म पनि के छ खान्छु। हेलो हेलो, हजुर, को बोल्नुभएको होला? चिन्नु भएन? नाइ, मैले त चिनेन नि, को र? म अघि हजुरको लाइफबाट सम्झिनु त? ए हो, चिने। ए सन्चै हुनुहुन्छ? हजुर आरामै। हजुर, म त एकदम ठिक छु नि। अनि के गर्नुहुन्छ नि तपाईँले? त्यस्तो केही गर्दिनँ, सानोतिनो व्यापार गर्छु। ए हो र, अनि कहाँ हो नि घर? मेरो घर हजुर। काठमाडौँ। ओ, यति नजिकै रहेछ त। हजुर पनि काठमाडौँकै हो? हजुर हो नि। ए अनि खाजा खानुभयो? हजुर खाइसकेँ। हजुर खानुभयो? हजुर खाइसकेँ नि। कस्तो खुसी लाग्यो तपाईँसँग कुरा गरेर। कि तपाईँ पनि कति राम्रो देखेँ। हो र, खासै राम्रो त छैन हो, हजुर पनि हेल्दी हुनुहुन्छ नि। होइन, म त के हेन्सी हुनु र, तपाईँ यति राम्रै हुनुहुन्छ कि अब शब्दमा बयान नै गर्न सकिँदैन। हो र, भन्नुहोस् तपाईँ के एउटा सानो कुरा सोध्नु भनेर। ए सोध्नु न, भइहाल्छ नि। हजुरको बोयफ्रेन्ड छैन? मेरो त बोयफ्रेन्ड छैन नि। हो? हजुर। हुन्छ ल, मेरो सानो काम पऱ्यो ल, फेरि कुरा गरौँ होला ए है। हस् हुन्छ ल, हस्। कस्तो आमा कहाँ जानुभएछ? बाउ म यतै छु, त्यहाँ बारीमा झार छ। आमा यसो म त्यहाँ पसल जानुपर्ने भयो। किन बाउ, किन ए, जान्छ? त्यहाँ। तिमी त बिरामी थियौ नि सन्चो। होइन आमा, यसो त्यहाँ म हजुर अलि ठिक भयो, त्यहाँ पसलमा त्यहाँ सामानहरू पनि लिनु छ, यहाँ चियापत्तीहरू सकिएको छ। म भर्खरै आउँछु, तपाईँ बस्दै गर्नु है। ल बाउ, छिटो आऊ है, हस्। हेलो, हेलो, कहाँ हुनुहुन्छ? म यति बजारतिरै छु। ए म यस्तो यता पसलतिर आएको थिएँ, ए हो? त्यही भएर हजुरलाई फोन गरेको थिएँ, यसो सम्झौँ भनेर। तपाईँ यतै हेरेर बस्ने? हो नि, कहाँनिर हो ठिक भन त, म आइहाल्छु। ए म यही किराना पसल छ नि, त्यही छु, आउनु न। ए हो? हजुर। ल भइहाल्छ नि। ए हस्। जीवनमा चाहिँ कति राम्रो कि तिमी। मक्ख नपार्नुभयो। त्यस्तो होइन नि, साँच्चै राम्रै छौ क्या तिमी। हो र, बिहे पो गरेको तिमीले? बिहे भएको के यस्तो खासै मैले मन पराएर त होइन, यस्तो मम्मी बाबा जबरजस्ती दिनुभयो। अलि बुढो विदेश गर्छन्, खासै मलाई मन पर्दैन। अब म छुट्ने हो कि बस्दिनँ म तिमीसँग। के भनेको त्यस्तो? होइन त्यस्तै हो कि। हुन त अब मन नमिलेपछि त अब के नै लाग्यो होइन? विदेश छ नि अलिक बुढो मलाई चाहिँ कस्तो लाग्यो? तपाईँ त एकदम राम्रो हुनुहुन्छ नि। मैले खोजेँ कि तपाईँ जस्तो हो कि। अब के गर्नु, बाबाले जबरजस्ती बिहा गरिदिनु भयो। ल बसौँ न त्यस्तो। जाऊँ न, उयो गर्नु आउँछौँ है। कता जाने? चिया मलाई फेरि उहाँ आमाले कुरिरहनु भएको छ, छिटो बसिरहेको छु। यसो चिया पिएर गइहाल्नु। ए हस्, हस्, किन्दै हस्। जानु, म आइहाल्छु है। हस्। छोरो विदेश गएको यतिका वर्ष भइसक्यो, न फोन गर्छ, म बुढीसँग मोबाइल पनि छैन। बुहारी पनि बजार भनेर गएछ, ज्वरो आएर कति बेला आउने हो, कहाँ हो? ए भगवान्, मैले मात्रै गर्न पर्ने यो घरको काम। अनि के हो